कस्तो छ भाइ? राहुल पानी कस्तो छ भन त? मिनी वाटर जस्तो छ। यो पानी खाएपछि कति वर्षसम्म बाँच्छ होला? ठ्याक्कै 120 वर्ष त बाँचिन्छ क्या हो। धेरै त होइन, पनातिको समय बिहा हेर्दिम कि भनेको अब 2 गोट पानी खाइसक्यो। अरू 2 गोट खाइयो भने अरू पनातिको पनि पनाति। यसो हेर्दाखेरि त पल शाह जस्तो मान्छे त यार, म के हो कसम अब धेरै ह्यान्डसम भएपछि के गर्ने? अब केटीहरू पछि लागेर गाह्रो परिसक्यो मलाई झोला बोकेर हिँड्ने अवस्थाले। केटीहरू यति पछि लागिसक्यो मेरो यहाँ झोला बोकेर हिँड्ने अवस्था, गाउँ छोडेर हिँड्ने अवस्थाले भेटाइसक्यो। त्यही भएर हामी गाउँ छोडेर दसैँमा घर नजाने, किनभने गाउँको केटीहरू लगाड्छन्। त्यही भएर झोला बोक्ने पाहाडको टुप्पामा जाने। धेरै ह्यान्डसम भएपछि कति पीडा हुँदो रहेछ। अनि यो हाम्रो राहुल भाइलाई चाहिँ बहुत एकदम पीडा रहेछ होइन। ऊ चाहिँ उसको घर नजिकै अब मान्छेहरू टन्नै आउने भयो नि त, केटीहरू लाइन दिने भयो। यस्तै छ यस्तै। अनि भाइले चाहिँ अब टेक्निक निकाल्यो, दाइ जाउँ घुम्न पाहाडतिर, अब म त यहाँ सक्दैन बस्न भनिसकेपछि हामी चाहिँ पाहाडतिर आएका छौँ। कोरा कुन्टुरो बोकेर अब के गर्ने? ह्यान्डसम मान्छे थोरै सामान लाग्यो भने ह्यान्डसम देखिन्थ्यो। सानो झोला बोक्दै ह्यान्डसम बन्नुको पीडा कतिको रहेछ भाइ? दाइमा लाग्यो है। कन्टेन्ट गाइस, कन्टेन्ट।